प्रिय विद्यार्थी भाइ बहिनीहरू, सधैँ झैँ आज पनि तपाईहरूलाई लाइट अफ म्याथमेटिक्स युट्युब च्यानलमा हार्दिक स्वागत छ। प्रिय भाइ बहिनीहरू, आज म तपाईहरूलाई छोटो तरिकाले भाग गर्ने एउटा नयाँ तरिकाको बारेमा जानकारी दिन गइरहेको छु। तपाईहरूले यस तरिकालाई राम्रोसँग हेरेर बुझेर आफ्नो जिन्दगीमा प्रयोग गर्नुहुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु। भाइ बहिनीहरू हो, आज हामीले यहाँ भाग गर्नुपर्ने तपाईहरूले देखिसक्नु भएको छ। त्यसका लागि हामीले के गर्नुपर्छ त भन्दा सर्वप्रथम यसरी हामीले एउटा कोठा बनाउने र कोठा बनाइसकेपछि यिनीहरू अङ्कलाई यसरी सिरियलबद्ध रूपमा राख्ने। त्यसपछि भाइ बहिनी हो, अब यहाँनिर 8 छ, 8 वटा हामीले टेली चिन्हहरू अथवा धर्काहरू राख्ने। हामीले 3 धर्का अनि त्यसपछि गएर 4 अनि हामीले 4 ले भाग गर्नुपर्ने भयो हुनाले 4 4 मिलाउँदै जाने अनि 5 6 7 8 भयो भाइ बहिनी हो। अब त्यसपछि हामीले यो 4 4 को लागि एउटा गोलो बनाइदिने, यी 4 लाई एकमुष्ट बनाइदिने। अब यहाँनिर 2 वटा गोलो भएको हुनाले यहाँनिर 2 लेखिदिने। अब हाम्रो 4 ले भाग गर्नुपर्ने भएको हुनाले सर्वप्रथम 4 लाई भाग गरौँ। 1 2 3 4 वटा भयो भाइ बहिनी हो। फेरि 4 गरौँ। 1 2 3 4 भयो। अब यहाँनिर हामीलाई कति भयो त भन्दाखेरिमा 2 वटा गोला भयो, 9 भएको हुनाले एउटा यहाँ बाँकी रहेको छ, यो लिएर हामीले यहाँ राख्नुपर्ने हुन्छ भाइ बहिनी हो। अब त्यसैले यहाँनिर 2 वटा गोला भयो। त्यसपछि अब यहाँ 13 भइसकेको छ र 13 हुनका लागि हामीले फेरि 4 4 का दरले हामीले राख्दै जाने हो। 1 2 3 4 राखेँ भाइ बहिनी हो। फेरि 1 2 3 4 8 भयो। 1 2 3 4 हाम्रो 12 भयो। अझै एउटा बाँकी छ, तपाईँको यो तल राखिदिने यसलाई र यो लिएर यहाँ राखिदिनु पर्ने हुन्छ। अब यहाँनिर हामीले फेरि 4 4 को गोलो लगाइदिँदै जाने र 4 4 को गोलो लगाउँदाखेरिमा यहाँनिर 3टा भयो भाइ बहिनी हो। अब यसरी हाम्रो अब यहाँ 16 छ, फेरि 4 4 को भाग लगाउँदै जाउँ। 1 2 3 4 एउटा भाग भयो। 1 2 3 4 दुईटा। 1 2 3 4 अब 4 तिया 12 भयो। 1 2 3 4 4 चौको 16 भयो। त्यसैले हामीले 4 4 को मुठो बनाउँदाखेरिमा गोलो लगाउँदाखेरिमा यहाँनिर हाम्रो कति भयो त भन्दाखेरिमा 1 2 3 4 वटा गोला भइगयो। त्यसै कारणले गर्दाखेरिमा यतिलाई भाग गर्दाखेरिमा एक्ज्याक्ट आन्सर यो हुन्छ। त्यसै कारणले भाइ बहिनी हो, यहाँ 2 2 3 4 आएको छ। 2 2 3 4 यसरी भाग हुन्छ। यसरी तपाईहरूले चाहिँ गर्न सक्नुहुनेछ। छोटो तरिकाले भाग निस्किने र गलत हुने सम्भावना कम हुने भएको हुनाले तपाईहरूले यस तरिकालाई फलो गरी जिन्दगीमा प्रयोग गर्नुहुनेछ। यस्तै राम्रा खालका र नयाँ टेक्निक ट्रिकहरूको बारेमा जानकारी गर्नका लागि तपाईहरूले लाइट अफ म्याथमेटिक्स युट्युब च्यानलमा गएर तपाईहरूले सब्स्क्राइब गरी नयाँ प्रकारका ज्ञानवर्धक भिडियोहरू हेर्न सक्नुहुनेछ। हस्त धन्यवाद।